लो फाइनली म चाहिँ हैन झन्डा पार्क धरान 14 पिण्डेश्वर मन्दिरदेखि मुनतिर आइपुगेको छु। दामी छ नाइटको सिन चाहिँ। अब घर छेउमै छ र पनि अब है भ्याइदैन, आउनै भ्याइदैन क्या। घर छेउमै हुन्छ र पनि घर त दुई पाइलामा आइपुग्छु म 10 सेकेन्डमा यहाँ। त्यही पनि बस्नु तर गरिमा चाहिँ दामी हुन्छ यहाँ बस्नु। भ्यूहरू दामी देख्छ सिन। झन्डा पार्क झन्डै 6-7 महिना भइसक्यो होला खुलेको, त्यही पनि म आएको छुइनँ क्या। अब फर्स्ट टाइम आउँदैछु झन्डा पार्कमा। दामी छ यस्तो चाहिँ बस्नुको लागि। राति चाहिँ गरम महिना चाहिँ दामी हुन्छ। गरम महिना चाहिँ बस्दाखेरि मजा आउँछ भ्यू हेर्दै बस्नु। थ्री स्टेप छ, 3टा स्टेप छ। झन्डा चाहिँ माथि छ नेपालको झन्डा। अब दिउँसो त अब आफ्नै तालमा हुन्छ। कमाउने मेलो कमाउनै पर्यो। नाइट चाहिँ यस्तो चाहिँ अझै अर्को स्टेप पनि छ तल 3 स्टेप। तर घुम्नुको लागि बस्नुको लागि दामी हुन्छ। टिकट चाहिँ छैन, टिकट चाहिँ लाग्दैन, फ्री है यो चाहिँ। टिकट चाहिँ पर्दैन यहाँ, फ्री छ टिकट चाहिँ। अब भ्यू चाहिँ दामी देख्छ। धरान 14 पर्छ, 14 र 15 पर्छ यो चाहिँ 14 मा पर्छ भने झन्डा पार्क चाहिँ तलतिर चाहिँ निराजन टोल 15 पर्छ। दोकानहरू पनि छ। भ्यूहरू हेर्नु यहाँबाट है। गरम महिना चाहिँ इटरी तररा सबै देख्छ। पानमाराहरू पनि देख्छ हैन। राति चाहिँ दामी हुन्छ क्या यहाँ आउनु। अब गरम महिना चाहिँ दामी हुन्छ नाइटमा। अब मेरो त घर पनि नजिकै छ अब हैन। म चाहिँ अब नाइटमा चाहिँ आउँछु। आज फर्स्ट टाइम छिरेको म चाहिँ झन्डा पार्क। झन्डा देख्नु सक्नुहुन्छ, हल्कामा देख्छ। र भ्यू चाहिँ दामी देख्छ यहाँबाट। इटरीहरू तर्रा इटरीहरू देखिन्छ। यहाँबाट कोशी पुल पनि देखिन्छ। कोशी पुलमा लाइट बलिरहेको, लस्करै बलिरहेको। बत्ती चाहिँ देखिन्छ। कोशी चाहिँ देखिँदैन, बत्ती चाहिँ देखिन्छ। दामी छ जोस। अब आउनुहुन्छ भने चाहिँ तपाईँहरूलाई 2टा बाटो छ यहाँबाट चाहिँ। फेरि पिण्डेश्वर मन्दिरबाट तलतिर झर्नुपर्छ भने अर्को बाटो चाहिँ निराजन टोल क्याप्टन धाराबाट सिधै उकालो आउनु भने दामी चाहिँ। ल झन्डा पार्कतिर फ्री टिकट आउनु सक्नुहुन्छ। धुवासे पो देख्यो त मलाई त। धुवासे नै हो क्या हो। कोही त देख्दिनँ त म त आफूलाई यार। कोही अहिले चाहिँ अलिक देख है। अलआउट नै भयो कि क्या हो। झन्डै हराएको।